ल है साथीहरू, आज हामी यो चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 8मा रहेको बाबा आश्रमभित्र छौँ र यहाँको सबै शुभ कार्यहरू गर्न सकिँदो रहेछ। यहाँ के छन् भन्ने कुरा चाहिँ यहाँभित्र भिडियोमा देखाइएको छ है। सम्पूर्णले हेरिदिनु होला। ल के छ जान्न चाहनुहुन्छ भने यहाँ भिडियोमा बाँकी छन्। उकालो जाने यो चाहिँ यहाँ चाहिँ शुभ कार्यहरू हवन गर्ने, व्रतबन्ध विवाह सिवाह गर्नको लागि यो हवन रहेछ। यहाँ यस्तो भवन छ है। ए श्री गणेशजी। यता चाहिँ गुरुदेव मन्दिर। गुरुदेव मन्दिरमा गुरुदेव मन्दिरमा यो पूजनीय गुरुजीलाई देख्न सक्नुहुन्छ। यहाँ ठुला घन्टा रहेका छन्, घन्टा बजाउन सक्नुहुन्छ। ए जय बजरङ बली हनुमान। यहाँ रिद्धि सिद्धि गणेशजी मन्दिरभित्र हुनुहुन्छ। गणेशजी त यहाँलाई देखाउन मिलेन, अहिले बन्द रहेको छ। रिद्धि सिद्धि गणेश मन्दिर। सिद्धि गणेश मन्दिर। ल यहाँ त्रिपुरेश्वर महादेव मन्दिर। ल यहाँ पञ्चकुण्डीय हवन कुण्ड रहेछ। अब यहाँभित्र चाहिँ यसरी भाइहरूले, सानो भाइ बाबुहरूले सफा गर्दै हुनुहुन्छ। यहाँ सबै किसिमका कुण्डहरू छन्। त्यहाँ कुण्डमा आएर हवन कार्य कुनै गर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, सानो भाइले सफा गर्दैछन्। यहाँ हनुमान स्वस्थानी माताको मन्दिर है। स्वस्थानी माताको मन्दिर विश्वको पहिलो श्री स्वस्थानी माताको मन्दिर है। यहाँ भित्र जानलाई चाहिँ जुत्ता चप्पल खोल्नुपर्छ। एकदम रमणीय र प्राकृतिक रमणीय ठाउँ र धार्मिक क्षेत्र रहेको छ। सबैजना घुम्न आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। र यहाँ यो क्षेत्रमा यहाँ बाबा आश्रम धाममा आएर विभिन्न कार्य गर्नको लागि आफ्नो क्षमता अनुसारका यसको आफ्नो काम अनुसारको शुल्क यस प्रकार रहेको छ है।